श्री गणेशाय नमः। कृष्णाय वासुदेवाय हरये परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः। ॐ यं ब्रह्मा वरुणेन्द्ररुद्रमरुतस्तुन्वन्ति दिव्यैस्तवैर्वेदैः साङ्गपदक्रमोपनिषदैर्गायन्ति यं सामगा ध्यानावस्थिततद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यान्तं न विदुसुरासुरगणा देवाय तस्मै नमः। श्रीमाच्चन्दनचर्चितो ज्वलवपु शुक्लाम्बरा माल्लिका मालालङ्कृतकुण्डला प्रविलसन्मुक्तावलिशोभिता सर्वज्ञाननिदानपुस्तकधरा रुद्राक्ष्यमालाधरा वाग्देवी वदनाम्बुजे वसतु मे त्रैलोक्यमाता चिरम्। मूकं करोति वाचालं पङ्गुलङ्घयते गिरिं यत्कृपात्तमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासाय मिततेजसे यस्य प्रसादाद् वक्ष्यामि नारायण कथामिमाम्। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्थानी व्रत कथा अथ सप्तविंशो अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, डोलेहरू चन्द्रावती भएका ठाउँमा आएर, हे महारानी, हामीले स्वर्गका अप्सरालाई श्री स्वस्थानी परमेश्वरीको व्रत गर्न लागेका देख्यौँ। उनका साथमा हामी पनि पूजा गर्न लाग्यौँ र विलम्ब भयो। क्षमा गर्नुहोस्, तपाईँलाई पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याइदिएका छौँ, लिनुहोस् भनी प्रसाद दिए। तिनीहरूले ल्याइदिएका छौँ, लिनुहोस् भनेको सुनि चन्द्रावती रिसले चुर भई राता राता आँखा गरी दाराकिटी नागले झै निश्वास फेर्दै ठुलो स्वरले गर्जना गर्दै, पापी डोले हो, मलाई यस्ता वनमा एक्लै छाडी व्रत गर्न पछि लाग्यो। सेवकको धर्म यही हो। त्यस व्रतले तिमीहरूलाई खान दिन्छ कि के गर्छ? त्यो स्वस्थानी भने कि कहाँ कि देवता हो? आजसम्म सुनेको पनि थिइन, जानेको पनि छैन। त्यसले के गर्न सक्दछ? तिमीहरूले मलाई नटेरेका हो। वनमा भएर पो नत्र तिमीहरूको आज के गति हुने थियो? आफूलाई कहिले पुगुला भन्ने हतपत छ, तिमीहरूलाई भने डरसम्म छैन। अपराधी रहेछौ भनी म्यानाबाट निस्की डोलेका हातबाट श्री स्वस्थानी परमेश्वरीको प्रसाद खोसी थु थु थुकी खुट्टाले कुल्ची दलिदिन्। अब पनि यसै गरौला कि छिट्टै लैजाओ भनिन्। डोलेहरू डरले थरथर काम्दै आँखाबाट बरबर आँसु खसाली केही पनि भन्न नसकी मनले श्री स्वस्थानी परमेश्वरीलाई सम्झी चुप लागि म्याना बोकी हिँडे। लावण्य देशका नगी चाहिँ साली नामकी एक नदी थिइन्। त्यहाँ पुगी आधा नदी तर्न लाग्दा श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गरेको हुनाले अकस्मात चदुवा टाँगे जस्तै मेद धुरिए। मुसलधार पानी पर्यो, ठुलो हुरी बतास चल्यो र नदीको पुल भत्की चन्द्रावती म्यानाबाट खसी साली नदीमा परिन्। डोलेहरू मरी श्री स्वस्थानी परमेश्वरीका प्रभावले दिव्य रूप भई आनन्दले शिवपुरीमा गई बसे। जो मनुष्य श्री स्वस्थानी परमेश्वरीको व्रत गर्ला त्यसले त्यो पदवी पाउला। त्यसपछि चन्द्रावती ब्राह्मणी महापातकी भई जलभित्र परिरहिन्। जुन दिनदेखि चन्द्रावती खसिन् उसै दिनदेखि साली नदी बग्न पनि छाडिन्। माझीहरूले त्यो देखेर यो के आश्चर्य भयो। यस नदीमा कुनै गारा आयो वा नाग आई बस्यो कि अथवा देशमा कहीँ उत्पात हुन लाग्यो? यो कुरा राजा कहाँ गएर भन्नु पर्दछ भनी राजदरबारमा गई बिन्ती गरे। हे महाराज, साली नदी बगिनन्, स्थिर भएकी छन्। यस्तो भएको हामीले सुनेका पनि थिएनौँ। आज आफ्नै आँखाले देख्यौँ। आश्चर्य भयो, विचार गरी बक्सनुहोस्। त्यस्ता कुरा सुनि नवराज राजाले मन्त्रीलाई ढाकेर माझीहरूले जाहेर गरेको सबै भने। लोकलाई पनि साथमा लिई नदीमा गएर माझीहरूलाई जलभित्र कुनै जन्तु छ कि जाल हाली हेर भनी अराएर माझीहरूले हस भनेर जाल हाली हेरे। चन्द्रावती त्यसमा अल्झिआइन्। त्यसबेला चन्द्रावती कस्ती थिइन् भने शरीरमा कुष्ठ हुनाले हात पाउ झरेकी, शुद्धि केही पनि नभएकी, हिराले ढाकिएको मुडो जस्ती। त्यस्ती चन्द्रावतीलाई देख्दा यही वस्तु हो भनी ठहर्याउन नसकी नदीका किनारामा मिल्काए। फेरि जलभित्र पसेर खोज्न लागे। केही पाउन नसकी हे महाराज, हामीले त केही पाउन सकेनौँ भनी बिन्ती गरे। अनि पछि नवराज राजाले, हे गङ्गे, तिमी किन स्थिर भइरहेकी? मैले जान्न सकिनँ, मसँग प्रसन्न हो भनी हातमा अर्घ्य लिए पारो र नवरत्न समेत मिसाई गाईका दुधले अर्घ्य दिए। तब साली नदी बग्न लागिन्। सबैजना आश्चर्य भई नवराज राजाको साथ दरबारतिर फिरे।
उतातिर चन्द्रावती ब्राह्मणीलाई छिनमा बिउजने, छिनमा मुर्छा पर्ने, छिनमा भोकतिर्खा लाग्ने, छिनमा शिर घुमाउने हुन लाग्यो। यसरी महाकष्ट पाई मुडो लडे झैँ साली नदीका किनारामा परिरहिन्। एक दिन साह्रै नै भोक लाग्यो र खानेकुरा केही नपाउँदा माटो नै खान्छु भनी हातमा लिइन्। त्यो माटो पत्थर भइगयो। त्यही पनि खाउँ भन्दा खरानी भयो। त्यही खरानी पनि खाउँ भन्दा ठुलो बतास आई उडाइ लगिदियो। श्री स्वस्थानी परमेश्वरीलाई निन्दा गर्नाले यसरी शीत, प्यास र भोकबाट नाना दुःख पाइरहिन्। यता नवराज राजाले आफ्ना राज्यमा भएका सबै ब्राह्मणहरूलाई निमन्त्रणा गर्न पठाई ब्राह्मण भोजनको तयारी गराए। नवलपुरका कपिल नाम गरेका दुई भाइ ब्राह्मण पनि राजाका ब्राह्मण भोजनमा जान भनी त्यतैबाट आएको चन्द्रावतीले देखिन् र तिमीहरू को हौ, कहाँ जान आयो भनी सोधिन्। ब्राह्मणहरूले हामी कपिल नाउँका ब्राह्मण हौँ, लावण्य देशमा नवराज राजाका ब्राह्मण भोजनमा निम्तो मान्न जान लागिरहेछौँ भने। तब चन्द्रावती भन्दछिन्, हे ब्राह्मण हो, 5 दिन भयो मैले केही खाएको पनि छैन। तिमीहरू भोजनमा जाने भए मलाई पनि केही मागी ल्याइदिए पुण्य होला। म अनाथिनीलाई दया गर भनिन्। अनि ब्राह्मणहरू भन्दछन्, हे पापिनी, अहिले हामी यसै हुन्छ भन्न सक्दैनौँ, किनभने राजाका दरबारमा के जाने कसो हुन्छ। फेरि हाम्रो ब्राह्मणको जात ल्याउन हुने चिज दिए त ल्याउला, नत्र के गरौला। आशा त गरेस् फर नपरेस् भनी लावण्य देशमा गए। नवराज राजाले सबै ब्राह्मणहरूलाई पूजा गरी दक्षिणा दिई भोजन गराए। भोजन गरिसकेपछि ब्राह्मणहरू नवराज राजालाई आशीर्वाद दिई आनन्दका साथ आफ्ना आफ्ना घर गए। ती नवलपुरका कपिल ब्राह्मण दुई भाइले अघिको कुरा झट्ट सम्झेर त्यसै जाउँ भन्ने त्यो पापिनी आशा गरिरहेकी होली। केही लगिदिउँ भने कसरी माग्ने। ती ब्राह्मणले त्यसो गरेको गोमा रानीले देखिन् र भण्डारेलाई डाकी, हे भण्डारे, ती ब्राह्मणहरूले खान पाएनन् कि सन्तोष भएन कि सोध भनिन्। भण्डारेले हस् भनी, हे ब्राह्मण हो, तपाईहरूले खान पाउनु भएन कि अथवा सन्तोष भएन, इच्छा भए फेरि भोजन गर्नुहोस् भन्दा उनीहरू भन्दछन्, हे भण्डारे, महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गर्यौं, सन्तुष्ट पनि भयौं। तर हामी यहाँ आउँदा साली नदीका किनारामा शरीरमा कुष्ठ भएकी, हात पाउ झरेकी कोही स्त्री जातिले देखी कहाँ जान्छौ भनी सोधी। हामीले राजाका ब्राह्मण भोजनमा जान्छौ भन्यौं र उसले तिमीहरू भोजनमा जाने भए मलाई पनि केही ल्याइदिए धर्म होला। 5 दिन भयो अन्न पानी मुखमा परेको छैन भनेकी थिए। यसैले अब त्यसै जाउँ भने त्यो आशा गरिरहेकी होली। केही लगिदिउँ भने कसरी माग्ने भनी बसिरहेका छौँ। भण्डारेले गोमा रानीलाई गई बिन्ती गरे र उनले ती दुईटा ब्राह्मणले भने जति अन्न देऊ भनी अराइन्। भण्डारेले हस् भनी भण्डारमा गई राखेको वस्तु दिन खोज्दा नवराजको सबै भण्डार रित्तो भएकाले केही पनि नपाई आश्चर्य मानी, हे महारानी, राखेको ठाउँमा केही पनि छैन, के दिने भनी बिन्ती गरे। गोमा रानीले त्यस्तो कुरा सुनि आफै भण्डारमा गई हेरिन्। नभन्दै केही पनि रहेनछ र मलाई भनी तयार गरी राखेको भोजन देऊ भनी अराइन्। उनीहरूले हस् भनी त्यो भोजन लिई ब्राह्मण लिएर गई। हे ब्राह्मण हो, त्यसको नाम लिन साथ राजाको भण्डार सबै रित्तियो, राखेको ठाउँमा पनि केही पाइएन। यो महारानीलाई भनी बनाइराखेको भोजन छ, लगिदिनुहोस्, अरू केही पनि छैन भनी दिए। ब्राह्मणहरूले बहुत शरम मानी त्यो लिई त्यताबाट निस्के। उनीहरू जानासाथ राजाको भण्डार फेरि जस्ताको त्यस्तै भइगयो। इति श्री स्कन्दपुराणे केदारखण्डे माघ महात्म्ये कुमार अगस्त्य संवादे श्री स्वस्थानी परमेश्वर्या व्रतकथायां नवराज ब्राह्मण भोजन नाम सप्तविंशो अध्याय। उपनयातु मङ्गलं वा सकल जगन्मङ्गलालय श्रीमान् दिनकर किरण निबोधित नवनलिन वीक्षण कृष्णकाले वर्षतु पर्जन्य पृथिवी सस्यशालिनी देशोऽयं क्षोभरहितो ब्राह्मणा सन्तु निर्भया अपुत्रा पुत्रिणा सन्तु पुत्रिणा सन्तु पौत्रिणा निर्धना सदना सन्तु जीवन्तु शरदां शतम्। तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च सर्वाणि तीर्थानि वसन्ति तत्र यत्राच्युतोदारकथा प्रसङ्ग। या कुन्दिन्तु तुषारहारधवला या शुभ्रवस्त्रावृता या वीणावरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता सा मान् पातु सरस्वती भगवती निःशेषजाड्यापहा। कायेन वाचा मनसेन्द्रियर्वा बुद्ध्यात्मना वा प्रकृतिस्वभावात्
करोमि अद्य सकलं परस्मै नारायणायेति समर्पयेत्। श्री स्वस्थानी परमेश्वर्यै नमः।